सो हेलो गाइज वेलकम ब्याक टु मेरो भिडियो। आज चाहिँ मैले तपाईँहरूलाई फुल भ्लग लिएर उपस्थित भइसकेको छु भने गाइजहरू है हेर्न सक्नुहुन्छ। घर आउन साथ के देखियो अन्त बाटो हेर्न सक्नुहुन्छ। डराएर चाहिँ यस्तो आइज आऊ 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 केही गर्दैन हेर्न सक्नुहुन्छ। डराएर के गाइज हेर्न डराएर कति सानो छ क्या। यसलाई चाहिँ म एउटालाई खरे लान्छु गाइजहरू आज जसरी हुन्छ खरे लान्छु गाइजहरू। अनि घरको हालत हेर्न सक्नुहुन्छ यस्तो छ। आउन साथ घर चापी खोले छैन गाइजहरू। किन त घर चापी लाग्यो भन्दा आमा नि तलै हुनुहुन्छ। अब तलै बस्नुहुन्छ गाइजहरू। कहिले तल कहिले माथि गर्दै बस्नुहुन्छ। आउन साथ यो देखि हेर्न सक्नुहुन्छ तिनवटा खान गाइजहरू। तिनवटा खान कुन चाहिँ लैजाने ल त खरे लगाए। अब चाहिँ हामी मकै बोक्न जान भनेर फुल रेडी पनि भइसक्यो। ल दुईटा छ डोको केरा चाहिँ अहिले उस पनि गर्न सक्छ। यसलाई सार्न सकिन्छ गाइजहरू। र चाहिँ हेर्नुहोस् आमा पनि आइसक्यो गाई त्यसको। अरन्दा नि आएनस् थलीको बिउडा गाइजहरू है ल। अनि यो हेर्न सक्नुहुन्छ के गर्ने त गाइज अब यस्तै छ कोठा। गाउँघरको कोठा हेर्न सक्नुहुन्छ केटा हो। इग्नोर गर केटा हो है। अन्त चाहिँ हामी चाहिँ यहाँ पूजा पनि गरिन्छ गाइजहरू। भएको चाहिँ के छ र यता पितृको पूजा हुन्छ भने यता भगवानको पूजा हुन्छ गाइजहरू। अब चाहिँ अरू चाहिँ बारीमै गएर भेटौँ ल त गाइजहरू। ल त है केटा हामी चाहिँ अब हिँडिसक्यौँ। मकै बोक्न धेरै चाहिँ छैन अरे है। किनकि पुरै बाँदरले खाइदिइसकेको छ। अरूले चाहिँ बोकिसक्नु भयो अरे त गाइजहरू। यत्रो खाङ्रो लिएर हिँडेको गाइजहरू। एकै लडाइँ भ्याइदिउँ भनेर एकै लडाइँ भ्याइसी त हाइसुक्क हो क्या केटा। त्यसपछि अनि त्यहाँबाट जे गर्दा नि भइहाल्छ नि त। एकैचोटि भ्याउन पाए चाहिँ सजिलो हो। एक्चुअलीमा आकाशमा यो बुट लाएर हिँडेको हिँड्नै जान्दैन जस्तो भयो यार। आज चाहिँ म चाहिँ अलिक बिरामी नै छु होइन गाइजहरू। आवाज कस्तो आहाहरूमा खोकी लगाइरहेको छ है। अनि त्यहाँबाट चाहिँ अब चाहिँ गाइज अब यस्तै यो पारा। आज चाहिँ अब मकै बोकिन्छ के अरे आजको काम। अब भोलि धान गोड्ने भन्ने छ। अब भोलि धान गोडिन्छ होला त। भोलि चाहिँ धान नि गोड्न पर्छ केटा है ल। अब चाहिँ डाइरेक्ट बारीमा गएर भेटौँला है त गाइजहरू है ल बाई बाई। खान्छ यहाँ बारीमा पनि आइसक्यो। हेर्न सक्नुहुन्छ झाडी यस्तो झाडी छ यता हेर्नुहोस् पुरै खरै छ ल त गाइजहरू। सुन्तला हेर्न सक्नुहुन्छ यत्रो हो। अब चाहिँ अहिले म मकै भात्दाखेरि नै भेट्छु ल त केटा हो। मकै भात नआएको यार झ्याउला मलाई मकै भात नआएको यार झ्याउला मलाई के लाग्दै झ्याउला। यति नै भरे छैन हेर्न सक्नुहुन्छ। मकै डोको यति छ। मकै चाहिँ उस गर्ने भात नै झ्याउला मलाई त यार। भाँचेर राखिदिएको चाहिँ मैले बोकिदिन्छु ढुक्क होइन। यस्तो चाहिँ अलिक झ्याउ हुँदैछ। पहिला त भाँचेको हो केटा हो यार। अहिले यार काम नरहेको झ्याउला हुँदैछ क्या। ल अब म भाँचेर केही बेरपछि तपाईँहरू त फेरि जोडिनेछु ल है त गाइस। एकैछिनपछि फेरि जोडिने हो है त ल गाइस। अहिले त यति गइसकेको छ। हामी चाहिँ एक डोको चाहिँ पुऱ्यायौँ बल्ल बल्ल। मकै नै छैन त क्या नि गाइस। ल एक डोको चाहिँ भयो। अझै थपेर ग्याएर लान्छु गाइजहरू। अब चाहिँ यो एउटा गह्रो भयो। यो सबभन्दा लामो गह्रो चाहिँ यो अनि माथि छ एउटा त्यो चाहिँ सानो। लामो त लामै छ तर सानो छ क्या पातलो। यतिको फरक पनि छैन होला यतिको पातलो नै छ माथि चाहिँ। ल गाइस अब दुई खेपमा त जसै भ्याइनी भयो। र अनि अर्को खुसीको खबर हेर्नु न गाइस। सुन्तला फल्न सुरु गरेछ क्या ल
यहाँको सुन्तला नि फलेपछि तपाईँहरूलाई चहाउँछु है म, मेरो फ्यान्सहरूलाई चाहिँ चहाउँछु। ल है त, ल बाई। अब चाहिँ म बोकेर माथि गएपछि भेट्छु है त। म अब चाहिँ यो घर लड्नुपर्छ, ल लड्छु। मम्मीले चाहिँ यताको भाँच्नुहुन्छ अनि माथि आउनुहुन्छ अनि माथि नै भेट्नुपर्छ है त गाइज। ल त गाइजहरू म चाहिँ हिँडिसकेँ है। ल यस्तै छ त बाटो, क्या गर्ने, क्या गरौँ त म। ल त गाइज अब यहाँ चाहिँ अलि माथि गएर भेट्छु है त। ल यस्तो छ बाटो चाहिँ। ल त गाइज, ल गाइज म चाहिँ रोडमा नि निस्किसकेँ। एक खेपमै भ्याइने भयो भनेको भ्याइएन कि केटा। मकै चाहिँ अझै आउने गरा हो यो, बारी हो किन भन्दा पुरै हामीले चाहिँ केही गोडमेल गर्न नै पाइएन गाइजहरू, त्यही भएर चाहिँ यस्तो भएको। ल एक खाङ्रे बोकेर हिँड्नेछु केटा म चाहिँ। ल यो बुट लाएर क्या गाइजहरू, आज डेन्जर फाइदा भयो कि मलाई। चप्पल लाएर आउँला क्या, बुट चाहिँ पहिल्यै बित्न बाले आफूले लाएर हिँड्ने जुत्ता हो क्या गाइज, बुट हो क्या। कतै घाँस काट्दा हिँड्दा, खेततिर जाँदा, यताउँदा हिँड्दा बालचिङ बुट लाएर हिँड्नुहुन्थ्यो गाइज चाहिँ। के गर्ने, अनि बाले हामीलाई छोडेर गएको नि 1 वर्षभन्दा धेरै दिन, 1 वर्षभन्दा नि धेरै भइसक्यो गाइजहरू। 1 वर्ष 1 महिना भइसक्यो गाइजहरू है। ल त अब दुःख सुखको कुरा हामी नि यस्तै छन् गाइजहरू। अब म डाइरेक्ट एकैचोटि घर गएर बिसाएपछि भन्छु है त अरू कुरा चाहिँ। ल केटा बल्ल बल्ल यति चाहिँ लाग्यो है गाइजहरू। ल एक खेप आयो, अब चाहिँ अरू खेप चाहिँ ल्याउन जानेछ। अब 2 खेप, अब मैले चाहिँ 2 खेप ल्याएँ भने चाहिँ त्यहाँ बोकेर चाहिँ मकै भ्याइन्छ। अन्त चाहिँ हामी चाहिँ छिटो गरेर तल झर्नेछौँ गाइजहरू। अब क्यानित गाइज यस्तै छ। पानी सानी खान्छ त भेट्न पर्छ। बच्चाहरू चाहिँ अन्य देखाएको छु। कसैलाई चाहिन्छ भने चाहिँ मलाई चाहिँ सम्पर्क गर्नु होला, कमेन्ट गर्नु होला। मैले चाहिँ एउटा बच्चा ल्याइदिन्छु 3टा मध्ये एउटा। आज तपाईँले होइन कोही दिन कमेन्ट गर्नु गाइज, अर्कोचोटि आउँदा चाहिँ म लिएर आइदिनेछु। चाहिए भाइ त गाइज। ल त गाइजहरू है, ल फाइनल्ली कम्पनी भइयो, हेर्न सक्नुहुन्छ। यो त राख्नै पर्छ गाइजहरू। यताको यो केरासेराहरू चाहिँ यो त लरमहरू फालिदिइसक्नु भएको छ। अब चाहिँ कुचो लगाएपछि चाहिँ कोठा राम्रो हुन्छ गाइस। ल चाहिँ अब चाहिँ मैले मकै अहिले मान्छे ल्याएको मकै हरिया दिएको थिएँ, त्यसलाई भित्र हुन्छ गाइजहरू। ल त गाइस हेर्न सक्नुहुन्छ यस्तो भएको छ। कपालमा बसेर बोल्दैछु यता गाडीमा। ल अब पाकेर रेडी हुन लागेको छ है त गाइज। अब चाहिँ टक्क पार्ने एक्सनहरू बेटर भयो गाइज। ल गाइज म चाहिँ अब हिँडेको घरतिर है। ल यही छ, अब झोलामा सामान छ हल्का फुल्का तल लाने। मम्मी चाहिँ यहीँ बस्नुभयो किनकि भोलि यहाँ धान गोड्ने गाइज। आज जाऊ फेरि भोलि आऊ गर्न झ्याउँछ कि गाइजहरू। फेरि 2 टिप हान्न पर्छ नि त। फेरि मम्मी भएपछि दिदी ल्याएर मम्मीलाई गरेर त्यसरी चाहिँ म हिँडिसकेको छु। हिँडिदिएँ अबलाई चाहिँ है। लैडिकडा हो वाकवान। ल त गाइज अब चाहिँ म हिँडेँ। अब चाहिँ बाटोमा चाहिँ भिडियो बनाउँदिनँ किनकि सकेको छैन काम गऱ्यो दिनभरि। अन्त बहरी मकै र मै खाएको मिठो भएको थियो गाइजहरू। अब चाहिँ लाग्नुपर्छ, म चाहिँ लाग्छु गाइजहरू। अब एकैचोटि तल गएर भ्लग इन गर्ने बेला र केही स्पेसल रहेछ भने चाहिँ त्यति बेला भेट्नुपर्छ है त। ल गाइज बाई बाई।
ल गाइस म चाहिँ यहाँ टक्क पारामा पहिलाको भिडियोहरुको ताजा भिडियोलाई ताजा बनाउन गइरहेको छु हेर्न सक्नुहुन्छ आफ्नो ब्लग चाहिँ आफैले हेरेर गाइजहरु त्यति बेलाको यो ब्लग हेर्नु भएको छैन भने नि हेर्नु होला 1 वर्ष अगाडिको हेर्नु होला गाइस जो चाहिँ मम्मी र माइजूले प्र्याङ्क गरेको फेक कलको प्र्याङ्क गरेको भिडियो हेर्नु होला गाइस ल बाइ बाइ थ्यांक्स फर वाचिङ बाइ